तताउने अरू यहाँ हाल्नलाई मद्दत गर्नु ड्राई पार्दाखेरि अलि उ गर्नुपर्छ कि ख्याल गर्नु भल के भल के रोपाइ राम्रोसँग भओस् अब पानी दिँदो भइदिएर अलि भल कन्छ अनि राम्रो यो पिठो राखेर चलाउनुपर्छ धेरै रङ्गै लोट्ने है लोट्न भन्दा है ल चलाऊ अब यत्रो दिनपछि त्यो दिन नै पानी पर्यो डर त लागिरहेको थियो कि कहीँ रोपाइ नै हुँदैन भनेर किनकि एकदम धेरै पानी परिरहेको थियो कहिले पानी पर्ने फेरि रोक्ने त्यस्तो भइरहेको थियो यहाँ खाजा रेडी हुँदैछ खेताराहरूको लागि जुन बनाउँदै हुनुहुन्छ दुईजना यो हो पुवा यो चामलको पिठो हो चामलको पिठोले पुवा बन्छ अनि मैले चाहिँ यता तरकारीहरू काटिरहेको थिएँ सबै अनि रेडी गर्दै थिएँ सबै कहिले भित्र कहिले बाहिर मसाला पिस्ने सबै अब गर्नै पर्यो के गर्ने यो आलु लौका चनाको तरकारी बनाउने हो अनि मौसम हेर्नु न कस्तो डेन्जर मौसम भयो खै रोपाइ नै हुँदैन भन्ने डर लागिरहेको थियो तर रोपाइ चाहिँ भयो लास्टमा अनि त्यही गरिरहेको थियौँ हामीले काम गरिरहेको थियौँ अब धेरै अब 11 जना खेतारहरू थिए अब 11 जना खेतारहरूको लागि खाजा बनाउनु पर्यो एकदम भोक लाग्छ भनिन्छ नि आजकल त अब खेतारुहरूको लागि त आजकल त अब जहीँ भन्दा पनि धेरै गर्नुपर्छ किनकि उनीहरू आउँदैनन् आजकल अब खेतारू पाउन पनि गाह्रो हुन लागिसकेछ बिस्तारै अब यो खेती गर्न त बहुत गाह्रो हुन्छ अब तराईको क्षेत्रमा के हुन्छ वहाँ अब ट्र्याक्टरले हुन्छ तर पनि अब लगानी धेरै लाग्छ तर उसकोबाट जुन हामीले फल प्राप्त हुन्छ त्यो थोरै जो हुन्छ अब यहाँ तरकारी पाकिसकेछ लगभग यो चना आलु अनि लौकाको तरकारी एकदम आगोमा पकाएको मिठै हुन्छ अनि उता पुवा पाकिसकेछ यता तरकारी पाकिसकेको अवस्था छ अनि अब यो धनियाँ राख्यौँ लास्टमा अब धनियाँ राखिसकेपछि उसको टेस्ट त अझै बढी हुन्छ अझै मजा आउँछ क्या मजाले आगो बलिरहेछ अनि हामीले अब यही हो हामीले दिउँसो हामीले खानको लागि पनि यही खाएको थियौँ किनकि अब अरू थोक पकाउने टाइम पनि पाइएन त्यही भएर यही खाना थियो हाम्रो अब भित्र मैले भात पकाइसकेको थिएँ उता हजुरआमा बस्दै हुनुहुन्छ उहाँलाई पनि अब आजकल त अब गर्न सक्नुहुन्न नि अब धेरै बुढो भइसक्नु भयो तर पनि उहाँ अब घरमा बसेर पनि धेरै काम गर्नुहुन्छ मकै सुकाउने उठाउने राख्ने अनि त्यसपछि पानीहरू सबै भाँडाहरूमा भर्ने काम एकदम धेरै गर्नुहुन्छ उहाँ भएर उहाँहरूलाई हाम्रो आमा बुवालाई एकदम धेरै सजिलो भएको छ नत्र यत्रो बुढो मान्छेले यत्रो सहयोग गर्नुहुन्छ अझै 2 गोटोको घाँस पनि काट्नुहुन्छ एकदम सहयोग भएको छ उहाँले गर्दै हो अब 3टा खेत देखिरहेछ नि यसमा हो आज रोपाइ तर अहिले पनि पानीको मात्रा धेरै देखिरहेछ अहिले त कोही पनि अनि बिउ काट्दै हुनुहुन्छ क्या त्यही भएर खाजा बनाउने खाने फेरि पानी पर्छ जस्तो मौसम भइसकेछ रातभरि पानी परेर खराब भएछ आज रोपाइ भनेको यस्तो जोरदार पानी परेछ अब के गरी रोपाइ हुने रोपाइ क्यान्सलै हुन्छ जस्तो लाग्यो कोही देखिनु भएको छैन तर यस्तो पानी पर्यो
अहिलेसम्म त हुन पर्ने कुरा मान्छे कोही देखिनु भएको छैन। खै यस्तो पानी परेर होइन किसानलाई गाह्रै छ त। केटाहरू बसेछन्। तपाईलाई यो भिडियो यति पनि मन परेको भए प्लिज यसलाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र धेरै कमेन्टहरू लेख्नुहोस् ताकि मलाई पनि पढ्नमा एकदम रहर लागोस्। मलाई कमेन्ट पढ्न बहुत मनपर्छ तर कमेन्टै आउँदैनन् पो त। कमेन्ट आए पनि म कति खुसी हुन्थ्यो होला जस्तो लाग्छ। कमेन्टै आउँदैनन् मेरो भिडियोमा। काश आएको भए कति रमाइलो हुन्थ्यो होला है। अब हुन्छ नि अहिलेसम्म अरू कसैले पनि कमेन्ट गरे छैनन् मेरो भिडियोमा। कमेन्ट गर्दै हो त मेरो त एउटा कमेन्ट आयो भने पनि बहुत खुसी हुन्छु म। प्लिज शेयर, लाइक एन्ड कमेन्ट। आई विल डेफिनेटली रिड। मलाई त अब एउटा कमेन्ट आयो भने बहुत खुसी हुन्छु। थ्याङ्क यू।